विभिन्न राजनैतिक पार्टीहरूले विभिन्न मान्छे राजनीतिक व्यक्तिहरूले चाहिँ यो कार्यक्रम हामी यसरी गर्दैछौँ, यस हिसाबले हाम्रो यो राजनीतिक एकदम राजनीतिक कार्यक्रम हो, यसमा हाम्रो कुनै पनि उहरू छैन भन्ने हिसाबले सुरुदेखि नै हामीलाई त्यही हिसाबले पर्मिसन लिनेदेखि लिएर त्यही हिसाबले पर्मिसन दिएको, विभिन्न स्थानहरूमा त्यही हिसाबले उहाँहरूलाई भेला जम्मा हुन दिएर त्यहाँदेखि जुलुस र्याली सहित आउने भन्ने उद्देश्य थियो। तर अब जब त्यो ठाउँमा आइपुग्यो, त्यो ठाउँमा आइसकेपछि चाहिँ त्यहाँ राजनीतिक व्यक्तित्वहरूभन्दा बढी अब हुलदङ्गा गर्ने उद्देश्यका साथ त्यहाँ सुरुमै स्टेजमा पहिलो सुरुमा नै कार्यक्रम सुरु हुनुभन्दा धेरै अगाडि नै त्यो ठाउँमा चाहिँ अब हामी गएर तोडफोड भनेपछि प्रहरी त्यतिखेर चाहिँ केही लेभलको सशक्तिकृत भयो थियो। तर त्यही पनि प्रहरीसम्म मात्रै आउँछु भन्ने थियो। तर यसरी व्यक्तिगत रूपमा व्यक्तिको घर तोडफोड लुटपाट आगजनी लगायतका जुन हिसाबका घटनाहरू भए ती घटनाहरू हुने भन्ने चाहिँ यो अलिकति कल्पनाभन्दा अलिकति बाहिरको घटना थियो। आज हामी कहाँ आएको के हो भनेदेखि प्रहरीले चाहिँ अनावश्यक बल गर्यो प्रहरीले भन्ने कुरा हो। वास्तवमा प्रहरीले कार्यक्रम बिथेल दियो भन्ने कुराको जुन हिसाबले आएको छ, प्रहरीले वास्तवमा सुरु गरेकै छैन। त्यहाँनिर गएर उहाँहरूले पहिला कार्यक्रम सुरु भन्दा अगाडि नै हो, त्यहाँनिर राष्ट्रगान कहीँ बजेको छैन, त्यो फेक डिप फेक भिडियो हो। त्यहाँनिर कार्यक्रमै सुरु भएको छैन त कसरी राष्ट्रगान बज्छ? त्यहाँ कोही देख्नु भएको छ तपाईँहरूले त्यहाँ उसमा भएको नेता कोही जम्मा भएको देख्नु भएको छ त्यहाँ कुनै भिडियोमा? एउटा पनि भिडियो छैन जहाँनिर नेता गएर बसिसकेको अवस्था होस्, त्यहाँनिर कार्यक्रम सुरु गरेको अवस्था होस्। र त्योभन्दा अगाडि नै एकजना व्यक्तिले हामी यहाँ तपाईँहरू बसिरहने होइन उता जानुपर्छ भनेर बोलेको अवस्था त छ त। त्यस कारण चाहिँ त्यहाँ जुन हिसाबले यो कार्यक्रम थियो, कार्यक्रम छ भन्ने हिसाबले बनाइएको चिज हो, राष्ट्रगान बनाएको भन्ने कुरा हो, त्यो केही पनि होइन। डेफिनेटली त्यहाँनिर यतातिर झडप हुने बेलामा त्यहाँको टियर ग्यास हान्ने क्रममा त्यो टियर ग्यास त्यहाँ पनि पुगेको हो। किनभने त्यो त सबै अहिले जुन जुन ठाउँमा घटनाहरू भइरहेछ त्यो घटना भएको एरियै त्यही हो। त्यस कारण चाहिँ एउटा टियर ग्यास एक ठाउँबाट कहिले अर्को ठाउँमा पुग्छ। त्यो कुराहरू हान्ने बेला कहिले एङ्गल मिल्दैन, केही चिज होला, हतारमा होला अथवा भागिरह होला, ढुङ्गा लागिरह होला, जे पनि हुनसक्छ नि। त्यसले गर्दाखेरि यो हामी एकदम कम्फर्टेबल जोनमा बसेको अवस्था होइन। देख्नु भइरहेछ कति ठाउँमा भिडियोमा प्रहरीहरू चुप लगाएर बसिरहेको छ, उनीहरूले भयो भने सबैतिर चारतिरबाट ढुङ्गा हानेर एट्याक गरिरहेको अवस्था छ। त्यस कारण त्यो डेफिनेटली त्यहाँनिर भएको ठाउँमा कम्फर्टेबल जोन होइन र मैले यहीँनिर ठ्याक्क हान्नु भन्दा त्यही ढुङ्गा हुनसक्छ, ढुङ्गा लागेको हुनसक्छ ऊ हान्ने व्यक्तिलाई। त्यो इन्टेन्सनल त्यो पनि थिएन त्यतिखेर पनि। अहिलेको अवस्थामा यो सबै धाकछाउ गर्नलाई घरको बाडा टियर ग्यास हान्यो ऊ हान्यो भने प्रहरी कुनै पनि ठाउँमा थिएन, कुनै पनि घरको छतमा थिएन। नर्मली टियर ग्यास मुभ हुँदाखेरि टियर ग्यास सिधा हानिँदैन, माथि हानिन्छ, माथिबाट तलबाट प्याराबोलिक मुभमेन्ट हुन्छ टियर ग्यासको। त्यो माथिबाट तल आएर खिच्दाखेरि चाहिँ माथिबाट तल झरे जस्तो देख्ने मात्रै हो, किनभने अरू जस्तो गोली जस्तो स्ट्रेट लाइनमा त्यो जाने चिज होइन। त्यसैले त्यसको प्याराबोलिक मुभमेन्ट भएको कारणले त्यो अवस्थामा कसैले खिचेर त्यो हिसाबले राखेको देखिन्छ। टोटल उसमा चाहिँ ग्यास सेल 746 छ, त्यस्तै ब्ल्याङ्क राउन्ड छ 192, त्यसै 58वटा लाइभ राउन्ड छ र पेस्तोलको गोली 2 राउन्ड छ। सुरक्षाका पनि नेपाल प्रहरीको 55 जना छ। त्यस्तै गरेर एपिएफको प्रदर्शनकारी 53 जना र जुन ठाउँमा हामीले स्पष्ट रूपमा त्यहाँ सामाजिक सञ्जालको भिडियोहरूमा देख्न सकिन्छ त्यहाँ ढोका पहिलेदेखि लगाइरहेको थियो र सबै मान्छेहरू झ्यालबाटै प्रवेश गरेको देखिन्छ त्यहीँ भएको सामाजिक सञ्जालबाट। त्यस कारण चाहिँ उसलाई भित्र राखेर त्यो अवस्था भएको कुरा होइन। हिजो रिमर पनि आएको थियो अनावश्यक गोली हानेर ऊ गरे प्रहरीले भने अनावश्यक रूपमा, जबकि त्यो चाहिँ पोस्टमार्टमभन्दा अगाडि गरियो, त्यो अवस्था पनि होइन। र त्यो ठाउँमा प्रहरी थिएन, किनभने त्यहाँनिर जति थिए आन्दोलनकारीको नाममा भएको व्यक्तिहरू थिए। यदि त्यहाँ प्रहरी भएको भए विभिन्न स्थानमा त विभिन्न समयबाट अहिले सबै भिडियोहरू आइरहने त्यही भिडियो नआउने अवस्था हुन्थेन। घरको छतमा मान्छेहरू दर्शकबाट हेरिरहेको अहिले पनि हामी विभिन्न भिडियोहरूमा देख्न सक्छौँ, सबै घरमा दर्शकहरू भएर अवस्था थियो। त्यस कारण चाहिँ उनीहरूले टार्गेट गरेको जहाँ जुन जुन घरमा सिसाहरू अलिकति बढी छ त्यही घरमा ढुङ्गा हालेको छ। 2टा घर हेर्नु हो भनेदेखि सबभन्दा बढी फुटेको 2टा घर छन्, 2टा घर सबै होल सिसाकै घरहरू मात्रै छन्, 2टा घर टार्गेट गरेर फुटाएको हेर्नु भने।